हरेक वर्ष जेठ 15 संसदमा माइक अगाडि अर्थमन्त्री उभिन्छन्, ठूलो संख्या बोल्छन्, सांसदहरू ताली पिट्छन्, टेलिभिजनमा न्युज आउँछ, सोशल मिडियामा मान्छेहरू कमेन्ट गर्छन्, यसपालि त बजेट राम्रै आयो है। तर 6 महिनापछि त्यही बजेट त्यही सपना चुपचाप आधा काटिन्छ। कसैले ठुलो आवाज गर्दैन, कसैले माफी माग्दैन, अखबारमा सानो खबर आउँछ, मान्छेहरू बिर्सन्छन् र अर्को वर्ष फेरि जेठ 15 मा उही दृश्य देखिन्छ। यो एकचोटि भएको कुरा होइन, यो नेपालको वर्षौंदेखि चलिआएको परम्परा हो। यो परम्परा चलाउनेमा मुख्य 3 जनाकै अनुहार आउँछ। हरेक वर्ष बजेट आउँथ्यो, तर त्यो बेलाको सरकार यिनै 3 जना मध्ये कसैको हुन्थ्यो, देउबा, प्रचण्ड या ओली। अनुहार रोटेट हुन्थ्यो, परम्परा रोटेट हुँदैनथ्यो। तर यसपालि जेठ 15 को दृश्य साँच्चै फरक छ, किनभने यसपालि त्यो 3 को घेरा बाहिरको मान्छे पहिलोपटक कुर्सीमा बसेको छ। जनताको अपेक्षा आकाश जत्तिकै छ, तर इतिहासले एउटै कुरा सिकाउँछ, नेपालमा बजेट आउनु र 6 महिनापछि काटिनु एउटै सिक्काका 2 पाटाहरू हुन्। त्यसो भए यसपालि के छ त? के साँच्चै फरक छ कि उही पुरानो खेल? त्यो थाहा पाउनुभन्दा अगाडि हामीले गत वर्षको बजेटलाई बुझ्नुपर्ने हुन्छ। गत आर्थिक वर्ष 2082-83 मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले नेपालको इतिहासको सबैभन्दा ठूलो बजेट ल्याए। 19 खर्ब 64 अर्ब। ठूलो संख्या, ठूलो सपना, ठूलो तालीको आवाज। तर 6 महिना पुग्दा के भयो थाहा छ तपाईलाई? मध्यवर्ती समीक्षा आयो र त्यो बजेट 14% भन्दा बढीले खुम्चियो। 19 खर्बबाट सिधै 16 खर्ब 88 अर्बमा झर्यो। झन्डै 3 खर्ब रुपैयाँ घट्यो। त्योभन्दा अघिल्लो वर्ष 18 खर्ब 60 अर्बको बजेट आयो, त्यो पनि त्यसरी नै घट्यो। त्योभन्दा अघि पनि त्यही, अझै अघि पनि त्यही। पछिल्लो 1 दशकमा एकपटक पनि मध्यवर्ती समीक्षापछि बजेट नघटेको इतिहास नै छैन यो देशमा। एकपटक पनि। एकचोटि भयो भने गल्ती हो, दुईचोटि भयो भने लापरवाही हो, तर हरेक वर्ष 10औं वर्ष एकपटक पनि नछुटिकन। यो गल्ती होइन, यो सिस्टम हो। किन यस्तो हुन्छ त? जवाफ एउटै शब्दमा छ, राजस्व। सरकारले बजेट बनाउँदा अनुमान गर्छ, यति कर उठ्छ, यति भन्सार आउँछ, तर वास्तविकतामा त्यो लक्ष्य कहिले पुरा हुँदैन। ढुकुटी रित्तिन्छ र बाध्य भएर सरकार विकास बजेट काट्छ। अनि मार पर्छ कहाँ? तलब काटिँदैन, पेन्सन काटिँदैन, मार पर्छ सडकमा, अस्पतालमा, विद्यालयमा, पुलमा, तपाईँ र मैले आँखाले देख्ने, हातले छुने विकासमा। अब यहाँनिर एउटा कुरा बुझ्न के जरुरी छ भन्दा बजेट भनेको के हो? एउटा घरको कल्पना गर्नुहोस्। तपाईँको घर, मेरो घर, जोसुकैको घर। सागर भन्ने एउटा व्यक्ति छन्, सिन्धुपाल्चोकको एउटा गाउँमा बस्छन्। श्रीमती, 2 छोराछोरी छन्। ज्यालादारी गरेर महिनामा 35,000 कमाउँछन्। महिनाको पहिलो साँझ घर फर्किँदा श्रीमतीले 3वटा कागज हातमा थमाइदिन्छन्। पहिलो कागज नेपाल विद्युत प्राधिकरणको बिल 1,800 रुपैयाँको। नतिरे मिटर काटिन्छ, घर अँध्यारो हुन्छ, छोराछोरीले राति पढ्न पाउँदैनन्। दोस्रो कागज स्कुलको फीको रसिद, जेठी छोरीको 3,000, कान्छो छोराको 2,500। नतिरे नाम काटिन्छ, परीक्षामा बस्न पाइँदैन। तेस्रो भान्साको हिसाब, चामल सकिएको छ, तरकारी छैन, ग्यास सिलिन्डर रित्तो छ। यो रोकियो भने घर चल्दैन। आज अहिले यही छेड, यो चालु खर्च हो। सरकारको घरमा पनि यही हुन्छ। कार्यालयको सामान्य कार्यालय सहयोगीदेखि जिल्ला प्रमुखसम्म सबैको तलब, वर्षौं सेवा गरेर फर्किएका कर्मचारीको पेन्सन, सिमानामा रातभर खटिने प्रहरीको रासन, दुर्गममा एक्लै खटिएका स्वास्थ्यकर्मीको भत्ता। यो काटियो भने देश अँध्यारो हुन्छ, सागरको घर जस्तै। तर सागरको एउटा सपना थियो, छतमा अर्को एउटा कोठा बनाउने। जेठी छोरी एसएलसी दिइसकी, पढाइमा एकदमै तेज छे, काठमाडौँ पढाउनुपर्छ, तर घरमा ठाउँ छैन। दुवै छोराछोरी एउटै सानो कोठामा च्याप्पिएर पढ्छन्। 2 वर्षदेखि थोरै थोरै जोड्दै आएका थिए, इँटा किन्ने हिसाब गरिरहेका थिए। उता पल्ला घरे कान्छा दाइले राजमिस्त्रीलाई पनि मिलाइसकेका थिए। यो पुँजीगत खर्च हो। आज काम गर्दैन, तर भोलिको लागि लगानी हो। सरकारको घरमा पनि यही हुन्छ। कुनै 2 जिल्ला जोड्ने सडक, बाढीले वर्षेनी बगाइदिने बाटोमा हजारौं मान्छे हिँड्छन्, घाइते बोक्दै, अनाज बोक्दै। त्यो सडक सागरको अर्को कोठा जस्तै हो। आज देखिँदैन, तर बनेपछि पुस्तौंले फाइदा पाउँछन्। र त्यही महिना सागरको ज्यालादारी आधामा रोकियो। ठेकदारले भन्यो यसपालि काम छैन, 35,000 को सट्टा हातमा आयो 18,000। अनि याद आयो तेस्रो दायित्व। 2 वर्ष अघि छोरा बिमार हुँदा उपचारका लागि बैंकबाट 5 लाख ऋण लिएका थिए। उपचारमा गयो, केही घर मर्मतमा, महिनाको किस्ता 7,000। नतिरे ब्याज थपिन्छ, साख जान्छ, फेरि ऋण माग्न जाँदा नदिने भन्छन्। सबैभन्दा नराम्रो धितो राखेको घरको जग्गा जान्छ। यो वित्तीय व्यवस्था हो, हिजोको निर्णयको आजको मूल्य। सरकारको घरमा पनि यही हुन्छ। विश्व बैंक, एसियाली विकास बैंकको ऋण, नतिरे अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम कालो सूचीमा, अर्को पटक सस्तो ऋण पाइँदैन, लगानीकर्ता भाग्छन्।
अब सागरको सामु एउटै प्रश्न छ। 18,000 छ, बिजुली, खाना, स्कुल फी यो काट्नै मिल्दैन, ऋणको किस्ता यो काट्नै मिल्दैन। काट्नु छ भने एउटै कुरा छ, छतको कोठा फेरि अर्को वर्षमा सर्छ। जेठी छोरी यसपालि पनि भाइसँगै च्यापिएर पढ्छे। सरकारले पनि ठ्याक्कै यही गर्छ। चालु खर्च पनि काटिन्छ, तर सानो मात्रामा, किनभने तलब, पेन्सन, भत्ता यिनीहरू कानुनी दायित्व हुन्, नकाटे हुँदैन। काटिन्छ त ठुलो मात्रामा पुँजीगत खर्च मात्र। अघिल्लो आर्थिक वर्षमा पुँजीगत खर्च 4 खर्ब 7 अर्बबाट सिधै 2 खर्ब 43 अर्बमा झर्यो, आधाभन्दा बढी काटियो। तर फरक एउटै छ, सागरको घरमा एउटा कोठा काटिन्छ, सरकारको घरमा हजारौं कोठा एकैपटक काटिन्छन्। यो सङ्ख्याको भित्र के छ त? अधुरा सडक छन्, वर्षौंदेखि निर्माण सुरु भएका तर कहिले नसकिएका। मान्छे अझै हिलोमा हिँड्छन्, मान्छे अझै घन्टौं घुम्छन्, किनभने सिधा कुरा बाटो बनेको छैन। अधुरा अस्पताल छन्, जग्गा छ, जग भएको छ, तर भवन उठेको छैन। बिरामी परे टाढाको सदरमुकाम जानुपर्छ, अस्पताल पुग्न नपाएर मर्नेहरू पनि छन्। अधुरा पुलहरू छन्, नदीको एकातिर मान्छे छन्, अर्कोतिर बजार छ, स्कुल छ, अस्पताल छ। बर्खामा पानी यति बढ्छ कि हप्तौं एकै ठाउँमा थुनिनुपर्छ। यी कल्पनाका कुरा होइनन्। नेपालका धेरै जस्तो जिल्लामा गयो भने यस्ता आयोजना धेरै भेटिन्छन्, सुरु भएका, बीचमा रोकिएका र अर्को वर्षको पर्खाइमा बसेका। र हरेक मध्यवधि समीक्षामा यिनै आयोजनाको बजेट सबैभन्दा पहिले काटिन्छ। सागरको छोरीले अर्को वर्ष कोठा पाउँछ कि पाउँदिन त्यो उनीहरूको हातमा छ। तर ती सडकको पर्खाइमा बसेकाहरू, ती अस्पतालको पर्खाइमा बसेकाहरू, ती पुलको पर्खाइमा बसेकाहरू, उनीहरूको हात कहीँ पुग्दैन। उनीहरू बस्छन्, पर्खन्छन् र हरेक जेठ 15 मा टेलिभिजनको ठुलो बजेटको खबर सुन्छन् र मनमनै सोध्छन् यसपालि त होला। यो चक्र हो, घुमिरहन्छ। राजस्व नउठ्ने, ढुकुटी रित्तिने, विकास काटिने र हरेक वर्ष फेरि ठुलो बजेट आउने र फेरि उही कथा दोहोरिने। अब यही चक्रका बीच आएका छन् नेपालका नयाँ अर्थमन्त्री स्वर्णिम वाग्ले। यिनी को हुन् त? युएनडिपीमा एसियन प्रशान्त क्षेत्रका मुख्य आर्थिक सल्लाहकारको रूपमा काम गरेका, विश्व बैंक र संयुक्त राष्ट्र संघमा आर्थिक नीति विशेषज्ञको रूपमा आफ्नो छाप छोडेका मान्छे हुन् यिनी। र सन् 2022 मा जब श्रीलङ्का गम्भीर आर्थिक सङ्कटमा डुब्यो, पेट्रोलको लागि किलोमिटरको लाम लाग्यो, औषधि नपाएर अस्पतालमा मान्छे मर्न थाले, भोकले छटपटाउँदै जनता सडकमा ओर्लिए, त्यस देशको सरकारले सङ्कटबाट बाहिर निस्कने बाटो खोज्न श्रीलङ्काको संसदमा बोल्नको लागि यिनै स्वर्णिम वाग्लेलाई बोलाएको थियो। आज तिनै अर्थशास्त्रीले हाम्रो बजेट बनाएका छन् र उनीसँगै छन् प्रधानमन्त्री बालेन्द्र शाह। त्यसैले आजको प्रश्न एउटै छ, के यसपालिको बजेट साँच्चै फरक छ? के यो उही पुरानो चक्रको दोहोरिने कथा हो कि साँच्चै केही बदलिएको छ? आउनुहोस् यसपटकको बजेटलाई खोलेर हेरौँ। अर्थमन्त्री स्वर्णिम वाग्लेले यसपटक संसदमा पेश गरेको बजेट केवल अङ्कहरूको सङ्गालो मात्र नभएर एउटा स्पष्ट सोचको दस्तावेज र नयाँ दिशाको घोषणा पनि हो। सबैभन्दा पहिला कुरा गरौँ बजेटको आकारको। यसपालिको कुल बजेट हो 21 खर्ब 24 अर्ब 34 करोड रुपैयाँ। सबैभन्दा ठुलो हिस्सा चालु खर्चको लागि छुट्याइएको छ, जसको सोझो अर्थ सरकार चलाउनु हो। यस अन्तर्गत देशको प्रशासनिक कामकारबाही र कर्मचारीको तलब भत्ता व्यवस्थापनका लागि 12 खर्ब 70 अर्ब 58 करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले कुल बजेटको 59.8% हिस्सा ओगट्छ। त्यसपछि पालो आउँछ देशको मुहार फेर्ने पुँजीगत खर्चको। नयाँ सडक, पुल र भौतिक पूर्वाधार निर्माणका लागि 4 खर्ब 31 अर्ब 10 करोड रुपैयाँ सुरक्षित गरिएको छ। तर विडम्बना, यो रकम कुल बजेटको मात्र 20.3% हुन आउँछ र अन्त्यमा बाँकी रहेको तेस्रो हिस्सा वित्तीय व्यवस्थापनका लागि राखिएको छ। देशले लिएको ऋणको सावा, ब्याज भुक्तानी गर्न र भविष्यका लागि बचत गर्न 4 खर्ब 22 अर्ब 64 करोड रुपैयाँ छुट्याइएको छ, जुन कुल बजेटको 19.9% हिस्सा हो। गत वर्षको तुलनामा यो केवल 8% को बढी त हो, तर यो सङ्ख्या मात्रै नहेर्नुहोस्। सङ्ख्याभन्दा धेरै महत्त्वपूर्ण कुरा यसपालिको बजेटको भित्री ढाँचा अर्थात् स्ट्रक्चरमा छ र त्यही फरकपन नै यो बजेटको सबैभन्दा ठुलो सन्देश हो। आखिर के हो त त्यो भित्री ढाँचाको फरकपन? यसलाई बुझ्न हामीले हेर्नुपर्छ पुँजीगत खर्च अर्थात् हाम्रो विकासको असली मेरुदण्ड। र यहाँनिर एउटा गम्भीर प्रश्न उठ्छ, बजेटको आकार ठुलो हुँदैमा देशको विकास हुन्छ त? जवाफ हो, बिल्कुल हुँदैन। जबसम्म पुँजीगत खर्च अर्थात् विकासका लागि छुट्याइएको पैसा सही ठाउँमा र सही समयमा खर्च हुँदैन, तबसम्म बजेटको आकार हात्तीको देखाउने दाँत मात्रै साबित हुन्छ। यसपालि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले पुँजीगत खर्चका लागि 4 खर्ब 31 अर्ब रुपैयाँ त छुट्याएका छन्। तर असली प्रश्न यहाँनिर पनि खडा हुन्छ, के यो लक्ष्य पुरा होला त? कि विगत वर्षहरू चाहिँ यसपालि पनि खर्च हुन नसक्ने इतिहासकै निराशजनक पुनरावृत्ति मात्र हुने हो कि? यो चुनौती एकातिर छँदैछ, अर्कातिर यति ठुलो आकारको बजेटका लागि रकम कसरी जुट्छ भन्ने कौतूहलता पनि उत्तिकै छ। आखिर यो विशाल बजेट कहाँबाट आउँछ त? आउनुहोस् अब चर्चा गरौँ यसको स्रोत व्यवस्थापनको। कागजमा राजस्व र बजेटको अङ्क कोर्नु त सजिलो होला,
तर जनताको खल्तीबाट पैसा उठाउनु पक्कै पनि फलामको चिउरा चपाए जस्तै गाह्रो छ। यसपालि सरकारले गत वर्षको संशोधित लक्ष्यभन्दा झन्डै 1 खर्ब बढाएर 14 खर्ब 4 अर्ब रुपियाँ राजस्व उठाउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ। कुल बजेटको सबैभन्दा ठूलो हिस्सा अर्थात् 66.1% भार यही राजस्वले नै धान्नुपर्ने छ। तर देशको सुस्त आर्थिक गतिविधिका बीच के यो लक्ष्य साँच्चै व्यावहारिक छ त? यसको वास्तविक जवाफ त आउने महिनाहरूले नै दिनेछन्। यो विशाल राजस्वको लक्ष्य बाहेक बाँकी स्रोत जुटाउन सरकारले विदेशी र स्वदेशी ढोकाहरू ढकढकाउनु पर्ने बाध्यता छ, जस अन्तर्गत छिमेकी र दात्री निकायबाट 2.90% अर्थात् 61 अर्ब 74 करोड रुपियाँ वैदेशिक अनुदान आउने आशा गरिएको छ। अनुदानले मात्र नपुगेर सरकारले ठूलो रकम ऋणको रूपमा थप्नुपर्ने देखिन्छ। कुल बजेटको 11.6% हिस्सा अर्थात् 2 खर्ब 47 अर्ब रुपियाँ वैदेशिक ऋणबाट बेहोरिने छ भने बाँकी रहेको 19.30% घाटा पूर्ति गर्न 4 खर्ब 10 अर्ब रुपियाँ आन्तरिक ऋण अर्थात् स्वदेशकै बैंक र नागरिकहरूबाट उठाइनेछ। यसरी हेर्दा राजस्व र अनुदानले मात्र नपुगेर कुल बजेटको झन्डै 31% हिस्सा त ऋणकै भरमा टिकेको देखिन्छ। यद्यपि यही बजेटले मध्यम वर्ग र सरकारी कर्मचारीको अनुहारमा भने ठूलै खुसी ल्याएको छ। विशेष गरी मध्यम वर्गको खल्तीलाई राहत दिँदै सरकारले आयकर छुटको सीमा दोब्बर जस्तै बढाएर सोझै 10 लाख रुपियाँ पुर्याएको छ। अर्थात् अब वार्षिक 10 लाख रुपियाँसम्म कमाउनेले 1% आयकर तिर्नुपर्नेछ। यसको सिधा अर्थ के हो भने अब मासिक करिब 83,300 रुपियाँसम्म तलब बुझ्नेहरूले कुनै आधारभूत आयकर तिर्नुपर्ने छैन। तर यहाँनिर एउटा महत्त्वपूर्ण र बुझ्नै पर्ने नियम के छ भने यो छुटको पूर्ण लाभ सामाजिक सुरक्षा कोषमा आबद्ध भएकाले मात्र पाउनेछन्। जो कर्मचारी वा श्रमिक सामाजिक सुरक्षा कोषमा जोडिएका छन् उनीहरूले यो 10 लाखको ग्यापमा 1% सामाजिक सुरक्षा कर पनि तिर्नु पर्दैन। अर्कोतर्फ जो कोषमा आबद्ध छैनन् उनीहरूले भने नियमअनुसार 1% कर तिर्नुपर्ने हुन्छ। जे होस् यो व्यवस्थाले मध्यम वर्गीय परिवारको हातमा थप पैसा बचाउने निश्चित छ। यसका साथै सरकारी कर्मचारीका लागि अर्थमन्त्री वाग्लेले तलबमा एकमुष्ट 21% वृद्धि गरेको घोषणा गरेका छन्, जसमध्ये 10% वृद्धि सुरुको स्केलमा हुने भएकोले तल्लो तहका कर्मचारीहरूलाई अलि बढी फाइदा हुनेछ र अब उनीहरूको न्यूनतम तलब 40,000 रुपियाँ पुग्नेछ। बजेटले मध्यम वर्गलाई राहत मात्र दिएको छैन, सार्वजनिक स्वास्थ्यमा सुधार र राजस्व वृद्धि गर्ने दोहोरो उद्देश्यका साथ यसपालि मदिरा र चुरोट जस्ता सुर्तीजन्य र विलासिताका हानिकारक वस्तुमा अन्तरशुल्क साथै 10% करमा भारी वृद्धि गरिएको छ। तर यो बजेटको सबैभन्दा दूरगामी र उत्साहजनक पाटो भनेको एआई र प्रविधिमा गरिएको लगानीको घोषणा हो। काठमाडौँको स्विचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र स्थापना गर्ने र यसका लागि छुट्टै मातृभूमि कोष खडा गर्ने सरकारको कदमले नेपाल अब विश्वव्यापी प्रविधिको दौडमा पछि पर्ने छैन भन्ने बलियो सन्देश दिएको छ। यस अभियानलाई सफल पार्न र नेपालमै विश्वस्तरीय प्रविधिको ज्ञान बसाल्न सरकारले संसारभरि छरिएर रहेका 15 जना दिग्गज नेपाली एआई विज्ञलाई समेत स्वदेश फर्काएर नेतृत्वदायी भूमिका दिने रणनीतिक योजना समेत अघि सारेको छ। नेपाललाई एउटा आधुनिक टेकअप बनाउने यो सपना जति लोभलाग्दो छ त्यसलाई वास्तविकतामा बदल्न नीतिगत निरन्तरता, पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापनको ठूलो चुनौती पनि सरकारकै काँधमा छ। स्वास्थ्य क्षेत्र हेर्ने हो भने बजेटले आगामी 3 वर्षभित्र 90% नागरिकलाई स्वास्थ्य बिमाको दायरामा समेट्ने एउटा महत्त्वाकांक्षी लक्ष्य अघि सारेको छ। हालसम्म 37% नागरिक मात्र बिमाको छातामुनि रहेको अवस्थामा 53% जनसङ्ख्यालाई छोटो समयमै यसमा आबद्ध गराउनु सरकारका लागि सानो परीक्षा भने पक्कै हुने छैन। स्वास्थ्य र सामाजिक सुरक्षातर्फ बजेटले एउटा अत्यन्तै मार्मिक र आवश्यक कदम चाल्दै सरकारी अस्पतालहरूमा बालबालिकाको क्यान्सर उपचार निशुल्क गर्ने घोषणा गरेको छ, जसले उपचार खर्च धान्न नसकेर आफ्ना सन्तान गुमाउन विवश परिवारलाई ठूलो ढाडस दिनेछ। साथै हाल आयातमा निर्भर रहेका 25 प्रकारका अत्यावश्यक औषधिहरू अब नेपालमै उत्पादन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन गरिने घोषणा समेत भएको छ। त्योसँगै सामाजिक न्यायलाई थप बलियो बनाउन दलित बालबालिकाले पाउँदै आएको मासिक पोषण भत्ता 500 बाट दोब्बर बनाएर 1000 रुपियाँ पुर्याइएको छ, जुन रकमका हिसाबले सानो सुनिए पनि यसको व्यावहारिक महत्त्व निकै ठूलो छ। महिला सुरक्षा र सहजताका लागि सीसीटीभी क्यामेरा जडित विशेष ब्लू बस सञ्चालन गर्ने ठोस योजना अघि सारिएको छ, जसले सार्वजनिक यातायातमा महिलाहरूले भोग्नुपर्ने असुरक्षाको भावनालाई धेरै हदसम्म कम गर्नेछ। विकास र पूर्वाधारतर्फ लामो समयदेखि प्रतीक्षित नागढुङ्गा सडक मार्ग आगामी साउनदेखि नै सञ्चालनमा आउने घोषणाले काठमाडौँ भित्रिने र बाहिरिने सबभन्दा व्यस्त खण्डको यात्रालाई सहज बनाउनेछ भने काठमाडौँ तराई द्रुत मार्ग फास्ट ट्र्याकका लागि 17 अर्ब 64 करोड विनियोजन गरिएकोले अब राजधानी र मधेसको दूरी घण्टाभरमा समेटिने ढोका खोलेको छ। नेपाललाई आर्थिक रूपमा सबल, पूर्वाधारले युक्त र आधुनिक राष्ट्र बनाउनका लागि चौतर्फी विकासको एकीकृत मार्गचित्र अघि सारिएको छ। यस अन्तर्गत यातायात क्षेत्रमा आमूल परिवर्तन ल्याउन देशैभरि रेलमार्गको सञ्चालन विस्तार गर्ने, प्रमुख राजमार्गलाई सुरक्षित र फराकिलो बनाउने तथा पहाडी भूगोलहरूमा नागढुङ्गा, सिद्धबाबा,
र टोखा छहरे जस्ता आधुनिक सुरुङ मार्ग निर्माण गर्ने कामलाई तीव्रता दिइनेछ। विशेष गरी नेपालको त्रिदेशीय व्यापार र रणनीतिक महत्त्व बोकेको महाकाली करिडोर अन्तर्गत दार्चुला टिङ्कर सडक खण्डको ट्र्याक खोल्ने कार्यलाई सरकारले विशेष प्राथमिकता राखेर द्रुत गतिमा अघि बढाएको छ। देशभित्र लुकेर रहेका फलाम, तामा, चुनढुङ्गा जस्ता बहुमूल्य खनिज खानीहरूको स्वदेशी उत्पादनलाई बढावा दिने नीति समेत लिएको छ। ऊर्जा क्षेत्रमा पनि यसपालि थप 1040 मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएर देशको कुल उत्पादन क्षमता 5535 मेगावाट पुग्ने सुखद घोषणासँगै यो बजेटले पूर्वाधार, सामाजिक न्याय र जनस्वास्थ्यको क्षेत्रमा एउटा नयाँ र उत्साहजनक अध्याय कोर्ने प्रयास समेत गरेको देखिन्छ। यो सबै तथ्याङ्कले स्पष्ट रूपमा के भन्छ भने नेपाल अब बिजुली आयात गर्ने देश मात्र रहेन, बरु गर्वका साथ ऊर्जा निर्यात गर्ने नयाँ युगको बलियो बाटोमा अघि बढिरहेको छ। र यदि यही गति कायम रहन सक्यो भने ऊर्जा नै नेपालको सबैभन्दा ठूलो विदेशी मुद्रा आर्जनको बलियो स्रोत बन्ने निश्चित छ। स्वास्थ्य क्षेत्रको संस्थागत विकासतर्फ वीर, पाटन र त्रिवी शिक्षण अस्पताल टिचिङलाई चिकित्सा विश्वविद्यालयका रूपमा स्तर उन्नति गर्ने घोषणा एउटा निकै दूरदर्शी कदम हो, जसले जटिल उपचारसँगै शिक्षा र अनुसन्धानलाई एकैसाथ जोडेर हाम्रा दक्ष चिकित्सकहरूलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै उपयुक्त वातावरण तय गर्नेछ भने अर्कोतर्फ त्यस्तै विगत लामो समयदेखि नेपाली वायु सेवाहरू युरोपियन युनियनको एभिएसन ब्ल्याकलिस्टमा पर्दा नेपालको पर्यटन र अन्तर्राष्ट्रिय छविमा जुन गहिरो चोट परिरहेको थियो त्यसलाई तोड्न अर्थमन्त्री वाग्लेले यसपालि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएका छन्। यदि यो प्रयास सफल भएर नेपाली विमानहरू सिधै युरोपका आकाशमा उड्न पाए भने हाम्रो पर्यटन र व्यापार दुवैका लागि एउटा ठूलो क्रान्तिकारी फड्को हुनेछ। यति मात्रै होइन, प्रशासनिक खर्च कटौती र कार्यदक्षता बढाउन लामो समयदेखि माग गर्दै आएको प्रशासनिक सुधारमा समेत यसपालि एउटा साहसी कदम चाल्दै 31 वटा सरकारी निकायहरू खारेज गर्ने र 6 वटा एक आपसमा गाभ्ने निर्णय गरिएको छ, जसले सरकारी संरचनालाई चुस्त र उत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। यस बजेटले ठूलो पूर्वाधार परियोजनाहरूमा लगानी जुटाउन सार्वजनिक निजी साझेदारी अर्थात् पीपीपी मोडललाई थप प्रोत्साहन दिने नीति लिएको छ, जुन सरकारको सीमित स्रोत साधनले मात्र विकास सम्भव नहुने नेपाल जस्तो देशका लागि निजी क्षेत्रको पुँजी र प्रविधि भित्राउने एउटा अनिवार्य र विश्वव्यापी रूपमै सफल अभ्यास हो। तर पूर्वाधारमा जोड दिइरहँदा खेलकुद क्षेत्रमा भने यसपालि निराशा हात लागेको छ। सीमित स्रोत र साधनका बावजुद हाम्रा युवा खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उज्जवल पारिरहेका छन्। तर खेलाडीको यो जोश र उत्साहका बीच यस वर्ष खेलकुदको बजेट घट्नु अत्यन्तै निराशाजनक छ। खेलकुदलाई राष्ट्रको प्रतिष्ठानसँग जोडेर लगानी बढाउनु पर्नेमा उल्टै बजेट कटौती हुनाले खेल पूर्वाधारको विकासमा ठूलो धक्का पुर्याएको छ। खेल क्षेत्रलाई मर्यादित बनाउन र खेलाडीहरूलाई गफमा मात्र नभई व्यवहारमै प्रोत्साहन गर्न सरकारले आगामी बजेट मार्फत भौतिक पूर्वाधार निर्माणमा ठूलो लगानी घोषणा गरेको छ। यस अन्तर्गत कृतिपुर, मूलपानी र पोखरा रङ्गशालाको स्तर उन्नतिसँगै आगामी 5 वर्षभित्र देशका प्रमुख 8 सहरहरूमा अत्याधुनिक क्रिकेट रङ्गशाला निर्माण गरिनेछ। त्यस्तै आगामी 3 वर्षभित्र प्रत्येकको कम्तीमा 8000 दर्शक क्षमता रहने गरी फ्लड लाइटको सुविधासहित 10 वटा फुटबल रङ्गशालाहरूको स्तर उन्नति गरिने लक्ष्य समेत राखिएको छ। यसका साथै खेलाडीहरूको बहुआयामिक विकासको लागि 3 वर्षभित्रै विराटनगर, लाहान, काठमाडौँ, पोखरा, बुटोल, सुर्खेत र धनगढी गरी 2000 दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिनेछ। राज्यको यो ठोस लगानीले देशैभर अत्याधुनिक खेल पूर्वाधार तयार पार्ने र हाम्रा खेलाडीहरूलाई भोलि अन्तर्राष्ट्रिय मञ्चमा अझै ठूला सफलताहरू हासिल गर्न बलियो जग बसाल्ने विश्वास गरिएको छ। बजेटले आयकरको सीमा बढाएर मध्यम वर्गलाई राहत दिन खोजे पनि शिक्षा, स्वास्थ्य र 50 युनिटभन्दा बढी बिजुली खपतमा भ्याट जस्ता करको व्यवस्थाले आम नागरिकको दैनिक खर्च केही बढाउने देखिन्छ। यसैगरी निजी शिक्षण संस्थामा लगाइएको 3% शिक्षा समता शुल्कले तत्कालीन रूपमा आर्थिक भार थपे जस्तो देखिए पनि यसको भित्री उद्देश्य भनेको सरकारी विद्यालयहरूलाई प्रोत्साहन गर्ने, प्रवर्धन गर्ने र सुधार गर्ने र गुणस्तरीय शिक्षामा समान पहुँच पुर्याउने नै हो। यता आर्थिक तथा पुँजी बजारलाई थप गतिशील बनाउन सर्वसाधारणको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ नेपाल टेलिकम, एनटिसी जस्तो नाफामूलक सरकारी संस्थाको सेयर सर्वसाधारणका लागि खुला गर्ने गृह कार्य भइरहेको छ भने सेयर बजारलाई आधुनिक बनाउन एकै दिनमा सेयर खरिद बिक्री गर्न सक्ने इन्ट्राडे ट्रेडिङ जस्ता सुविधाहरू कार्यान्वयनमा ल्याइँदैछ। त्यस्तै नेपालको अर्थतन्त्रको जग मानिने कृषि क्षेत्रलाई परम्परागत शैलीबाट मुक्त गरी व्यावसायिक र औद्योगिकरणतर्फ लैजाने ठूलो कदम चालिएको छ, जस अन्तर्गत कृषि क्षेत्रमा 2 करोड रुपियाँसम्म ठूलो लगानी गर्ने उद्यमी तथा व्यावसायिक फार्महरूलाई सरकारले 40% सम्मको विशेष अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। यी समग्र रणनीतिक योजनाहरूले पूर्वाधार, पुँजी र कृषिलाई एकसाथ जोडेर देशमा लाखौं रोजगारी सृजना गर्ने र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने विश्वास लिएको छ। समग्र अर्थतन्त्रको दिशानिर्देश गर्ने समष्टि आर्थिक लक्ष्यतर्फ हेर्दा सरकारले यस आर्थिक वर्षमा 7% को आर्थिक वृद्धि दर हासिल गर्ने महत्त्वकांक्षी लक्ष्य राखेको छ भने बजारको महँगी अर्थात् मूल्य वृद्धिलाई 6% भित्रै सीमित राख्ने प्रतिबद्धता जनाएको छ। बजेटका यी अङ्क र योजनाहरू कागजमा जति लोभलाग्दा र सम्भावनायुक्त देखिन्छन् तिनलाई वास्तविकतामा उतारेर 7% को वृद्धि भेटाउन मुलुकमा दरो राजनीतिक स्थिरता,
लगानी मैत्री वातावरण र सबैभन्दा महत्त्वपूर्ण कुरा समयमै बजेट कार्यान्वयन गर्ने सरकारको इच्छाशक्ति हुनु अपरिहार्य छ। बजेटमाथि पूर्व अर्थमन्त्रीहरू, आर्थिक विज्ञ तथा अर्थविदहरूले तीव्र असन्तुष्टि जनाउँदै यसको नीतिगत धरातलमाथि नै गम्भीर प्रश्न उठाएका छन्। उनीहरूका अनुसार यो बजेट सस्तो लोकप्रियताका लागि अस्वाभाविक रूपमा ठूलो र महत्त्वाकांक्षी बनाइएको छ, जसको कार्यान्वयन पक्ष अत्यन्तै अव्यावहारिक र शङ्कास्पद छ। विशेष गरी बजेट पूर्ण रूपमा मध्यम वर्ग केन्द्रित हुँदा देशका किसान, मजदुर, सुकुम्बासी र बेरोजगार युवा जस्ता तल्लो वर्गका नागरिकहरू पूर्णतः उपेक्षामा परेका छन्। राज्य आफैले रोजगारी सृजना गर्ने ठोस कार्यक्रम ल्याउनुको साटो सम्पूर्ण जिम्मेवारी निजी क्षेत्रलाई पन्छाएर उम्किन खोजेको विज्ञहरूको ठहर छ। यसका साथै बजेटको स्रोत र वित्तीय व्यवस्थापनमा ठूलो विरोधाभास देखिएको छ। स्थापित दलहरूले देशलाई ऋणको भार थपेको भन्दै आलोचना गर्ने नेतृत्वले नै 4 खर्ब भन्दा बढी आन्तरिक र 2 खर्ब भन्दा बढी बाह्य ऋण लिने महत्त्वाकांक्षी लक्ष्य राख्नुले सरकारको दोहोरो चरित्र उदाङ्गो पारेको आलोचकहरूको भनाइ छ। योजना आयोगको सिलिङलाई लत्ताएर आकार बढाए पनि 14 खर्ब भन्दा बढी राजस्व उठाउने र ऋण लिने सरकारी योजना वित्तीय रूपमा टिकाउ देखिँदैन। नेपाल टेलिकम जस्ता नाफामूलक सरकारी संस्थाहरूको सेयर बिक्री गरेर निजीकरणतर्फ पाइला चाल्नु र आन्तरिक उद्योगको संरक्षणका लागि भन्सार दरमा स्पष्ट सुधार नगर्नुले यो बजेट देशको आर्थिक हितभन्दा पनि वितरणमुखी र सतही नारामा मात्र सीमित भएको अर्थविज्ञहरूको साझा निष्कर्ष छ। बजेटका पानाहरू पल्टाउँदै गर्दा र सुमधुर घोषणाहरू सुन्दै गर्दा हरेक नेपालीको मनमा एउटै यक्ष प्रश्न बारम्बार उब्जिन्छ के यसपालि साँच्चै केही फरक होला त? के सरकारले तोकेको यो महत्त्वाकांक्षी राजस्व लक्ष्य सहजै उठ्ला कि विगत चाहिँ आर्थिक वर्षको बिचैमा गर्ल्याम गुर्लुम ढल्नेछ? अनि पूर्वाधार विकासका लागि छुट्याएको पुँजीगत खर्च समयमै सही ठाउँमा खर्चिएला कि असारे विकासको भेलमा बगेर फेरि मध्यवधि समीक्षाको कैँचीमा काटिनेछ? काठमाडौँको सुइचाटारमा बन्ने भनिएको देशकै पहिलो एआई केन्द्र, वर्षौंदेखि नेपाली उड्डयन क्षेत्रमा लागेको युरोपियन युनियनको प्रतिबन्ध अर्थात् एभिएसन ब्ल्याकलिस्टबाट मुक्ति र 90% नेपालीलाई स्वास्थ्य बिमाको ओत दिने ती गौरवशाली बाचाहरू यो पटक जनताको जीवनमा साकार होलान् कि फेरि पनि सिंहदरबारका दराजमा थन्किने अर्को एउटा सरकारी प्रतिवेदन वा कागजको खोस्टामा मात्र सीमित रहलान्? वास्तवमा यी तमाम संशय र प्रश्नको तयारी जवाफ आज देशका कुनै पनि ठूला अर्थशास्त्री वा नीति निर्मातासँग छैन, किनभने यसको अचूक जवाफ लुकेको छ त केवल सरकारी साख, चुस्त कार्यान्वयन र प्रणालीको जवाफदेहिताभित्र मात्र छ। अब काउन्टडाउन सुरु भइसकेको छ। के यो सरकारले यसपालिको बजेटमा ल्याएका योजनाहरू पूरा गर्न सक्ला त? कि यो बजेट पनि पुराना बजेटहरू जस्तै गफमा मात्र सीमित हुने हो? यो भने अब समयले नै बताउनेछ।